गौ माता को जय हो। गौ माता को जय हो। अब हाम्रो नेपालको अन्तर्गत भूमिकामा त्यही समुद्रबाट त्यो पानी निस्क्यो। महाबलवान राक्षस महाबली मधुकैटभ दुवै भाइ भयो। उहाँलाई हाहाकार गर्दा गर्दै सबैले डराउनु भयो। त्यसको हाहाकारले सारे सबै स्वर्ग देवता नाग किन्नर यक्ष गन्धर्व सबै डराउनु भयो। के भयो? कुन प्रकट भयो? समुद्रको जल पनि यताउता हुन लाग्यो। डगमग भयो, पृथ्वी पनि डगमग भयो। यस्तो कालको त्यो राक्षस भयो। अब भगवानको इच्छा भयो कि हामी अब सृष्टिका आरम्भ गरौँ। अब त्यति बेला आफ्नो नाभिबाट कमलको फुल निस्कायो। त्यो कमल फुलमा त्यो ब्रह्माजी नै प्रकट भयो। त्यो ब्रह्माजीलाई संसारको चलाउनुको लागि यो वेद दिनुभयो। वेद दिनुभयो। तपाईँ यो हाम्रो जुन धर्म हो, यो धर्म आफ्नो वेदको द्वारा सबैलाई जनजनमा सन्देश पहुँचाएर ज्ञान दिनु र जीवलाई कल्याणको लागि वेद उहाँलाई दिनुभयो। त्यही वेदलाई महाबली मधुकैटभ राक्षस त्यो वेदको पनि त्यो ब्रह्माजीसँग तानेर छिन्नुभयो र पृथ्वीलाई पनि समातेर गौरूपी जो पृथ्वी जुन थियो त्यसलाई समातेर उहाँले पतालमा लिइरहनु भयो। अब पानी जलमगन मगन छ, महाप्रलय नै छ। कहाँ जीवलाई बसाउनु पर्ने? अब धेरै अप्ठ्यारो भयो। हजुर ब्रह्माजी आउनुभयो, भगवान भोलेनाथ कैलाशवासी आउनुभयो, हाम्रो देवताको नारद पनि आउनुभयो। हजुरसँग धेरै बिन्ती पत्र गर्नुभयो। अब अन्याय भयो। हजुर वेद पनि छिनाउनु भयो। पृथ्वीमा आमालाई पनि उहाँलाई पतालमा लिइरहनुभयो महाबली कैटभ राक्षसले। अब के हुन्छ हजुर भन्नु त? कसरी हुन्छ? तपाईँ हजुर अब चेतना लिनुहोस्, जाग्नुहोस्, हामीलाई बचाउनुहोस्। यो अब धेरै स्तुति गर्नुभयो। जय जय सुरनायक जन सुखदाय प्रणतपाल भगवंता गोदेज हितकारी जय सुरारी सिंधु सुता त्रिकांता पालन सुधर्मी अद्भुत करनी मर्म न जाने कोई जो सहज कृपाला दीन दयाला करो अनुग्रह सोई। जय करो अनुग्रह सोई। जय सच्चिदानंद, जय सच्चिदानंद, जय सच्चिदानंद। यस्तो धेरै निवेदन गरेर भगवानको आँखा चिन्मालाएर खुल्नुभयो। कहाँबाट के भयो? कसले यहाँ सन्देश मेरो काममा आउनु हो? त्यो भगवानले भन्नुभयो हो देवगणहरू किन यदि आउयो त? के आवश्यकता छ? आउन के कारण हो? हजुर महाबली मधुकैटभ राक्षस जुन छ त्यो तपाईँ वेद दिनुभयो, ब्रह्मासँग तानेर छिन्नुभयो र जुन आमा जो पृथ्वी आमा हो त्यसलाई पनि समातेर त्यो पतालमा लिइरहनु भयो। अब कसले जीवलाई बचाउनु पर्छ? यस्तो काम मलाई अप्ठ्यारो लाग्यो, दुःख लाग्यो। अब के हुन्छ? हजुरको शरण आयो। अब शरण गच्छामी, हजुरको शरण गच्छामी, हामी सबै शरण गच्छामी। शरणमा आयु प्रभु, मलाई अब कल्याण गर्नुहोस्। हामीहरू जीवात्मालाई, देवगणलाई, हाम्रो जो मनुष्य मात्रलाई सबैलाई कल्याण गर्नुहोस्। हजुर तपाईँ नै बाटो हिँडाउनु भयो। कल्याणको बाटो तपाईँसँग हुन्छ।